स्पोन्सर गर्नेहरूको नाम चाहिँ सरर यहाँ रहेछ। त्यसरी आज एकदमै नाच्ने भन्ने कुरो छ साथीहरू। म पनि बाहिर बाहिर उफ्रिनु, नाच्नेलाई चाहिँ नास्ता खुवाउने अरे, म पनि रिङ बाहिर बाहिर उफ्रिन्छु। त्यसको हेलो साथीहरू, तपाईँलाई स्वागत छ नयाँ दिन ब्लगमा। आज चाहिँ गाउँमै हाम्रो क्रिकेटको फाइनल म्याच हुन गइरहेको छ। यहाँबाट अलि तल्तिर गण्डकीको नजिक छ चौर चाहिँ। घरमा म चाहिँ रेडी भइसकेको अवस्था छ, सरर लाएर यसरी। तर यहाँ बहिनीहरू चाहिँ रेडी हुँदैछन्। यो चाहिँ मेरो घर हो अनि सरर यस्तो खालको घरको नजिक यस्तो छौसहरू छ। हिमाल देखिन्छ मेरो घरबाट नै, तपाईँहरूले देख्न सक्नुहुन्छ। यो हिमाल हो, यो पोखरा हो त्यता चाहिँ। यो जङ्गल छ, टक्क लाएर यो घर भइहाल्यो, भान्साकोठा। अनि यो चाहिँ गोठ। ल गाईजहरू आएछन्। ल स्वागत छ है तिमीहरूलाई लु च्यानलमा। यहाँ यो घरका दुईजना सुन्दरीहरू यता हिँडे। हाम्रो यो घरको ओनर यता हुनुहुन्छ। यो चाहिँ बाख्रा ब्याउन लागिराखेको अवस्था रहेछ। हाम्रो बाख्रा लु हिँड, ट्याब किन्लिन् त हिँड। म पावर ब्याङ्क पनि लिएर आएको छु आज। छ नि चार्जर बिना त्यो के रिचार्ज गर्ने हो त। अब आइफोन पो वायरलेस भइदिन्छ र तिमीहरूको हुन्न। टक्क लाएर यहाँ दुई घर छन् तल। त्यहाँ पुगेछन् डान्सरहरू। आज एकदमै नाच्ने भन्ने कुरो छ साथीहरू। म पनि बाहिर बाहिर उफ्रिनु, नाच्नेलाई चाहिँ नास्ता खुवाउने अरे, म पनि रिङ बाहिर बाहिर उफ्रिन्छु। त्यसो भयो भने चाहिँ गजबै भइजाला भन्ने छ। रोनाल्डो हो कि रोनाल्डो हो? सन्दीप अरे घर छोडेर त्यहाँ। आजको खुङ्खा डान्सरहरू चाहिँ यहाँ छन्। यिनीहरू कहाँ अरे नाच्ने त तिमीहरू? खै त खुर्पेटो, खै त। ए खुर्पेटो अरे हँसिया के? हँसिया बिना खुर्पेटो सबैको। उता फर्किँदा कान्छी। ए लौ लौ खै त सिमरनको खुर्पेटो। ए ल यहाँ गुरुङ गाउँका मान्छेहरू चाहिँ यसरी हामी झर्दैछौँ। यो चाहिँ भुजातको हाम्रो घर अगाडिको चाहिँ गाउँ चाहिँ यही हो। सबै टिनहरू पुरै खैलाएर त्यस्तै कलरको जस्तो देखिरहेको छ यहाँ। ल त्यो चाहिँ तल जाने प्रवेशद्वार हो। नमस्ते कटेज एन्ड लज रामपुर भन्ने हाम्रो घर चाहिँ यता नजिकमा चाहिँ। यसरी यहाँ मिटिङ पनि बसिरहेको छन् हाम्रो। अब यहाँबाट चाहिँ हामी कसले ओ जाने होइन ल आउँदै गर। तलतिर लाग्दैछौँ। यहाँनिर ठुलो बानी हुनुपर्छ गाउँ। ल हामी चाहिँ आइपुग्यो। वहाँ तल पक्की पुल छ। यहाँ चाहिँ यो चाहिँ यहाँ चाहिँ गण्डकी छ। यहाँ चाहिँ पारी स्याङ्जा वारी पाल्पा हो। चापाकोट नगरपालिकाको बस पार्क त्यहाँ अरे बन्दै गरेको चाहिँ। यो चाहिँ भुजातको ग्राउन्ड हो। क्रिकेट अथवा फुटबल जे खेले पनि भुजातको ग्राउन्ड भनेको यही एउटा हो। यो स्पोन्सर गर्नेहरूको नाम चाहिँ सरर यहाँ रहेछ। त्यसरी हाम्रो गाउँको सोल्टीको रहेछ एउटा। त्यस पछाडि भाइको रहेछ यहाँ, मेरो भाइको रहेछ यहाँनिर चाहिँ। आँच खैली उत्पात तरिकाले। ल जाउँ जाउँ जाउँ। त्यसरी यतिजनाले चाहिँ देखाएर छ। स्याङ्जाको पानी पाल्पामा बगिरहेछ। यतातिर पानी ल्याएको यो खासमा मजाले अनबर टुप्नु बगिरहन्छ।
डान्सरहरू यहाँ सिक्न आएको चौर चाहिँ उता हो तल यहाँ चाहिँ हामी सिक्न आएको यो चाहिँ पौवा हो अनि यहाँ चाहिँ अब सिक्ने हुनुहुन्छ यहाँ चाहिँ यिनीहरूले दर्शक वृन्दहरू त्यहाँ माथि पनि बसेर गेमको आनन्द उठाउनलाई तम तयारीका साथ हुनुहुन्छ अनि बेलचौर भनेको यहीँ पारि हो बेलचौर 20 टिम सहभागी नै अब 2 टिम चाहिँ आज फाइनलमा भिड्दै हुनुहुन्छ कालीगण्डकी यहाँ छ यसरी यतिका धेरै गाडीहरू पनि हामी देख्न सक्छौँ बाइकहरू विशेष गरी है अनि अब घमासान रूपमा गेम हुन गइरहेको छ See
भन्न चाहन्छु भुजात क्रिकेट क्लबद्वारा आयोजित भुजात कप 2082 10औं वटा स्तरीय खुल्ला क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गराउनु भएकोमा रोयल मुस्तफा तिलतमा 17 का टिम कोच तपाईँ श्री बिरजेश गौतमजीलाई हार्दिक बधाई तथा यहाँको आगामी खेल क्षेत्र र उत्तरोत्तर प्रगति कामना सहित यो प्रमाणपत्र प्रदान गर्दछौँ। त्यसैगरी टिम म्यानेजर श्री रोयल मुस्तफाजीलाई पनि मञ्चमा आमन्त्रण गर्न चाहन्छु। सरी लक्ष्मण साई त्यसैगरी भुजात क्रिकेट क्लबद्वारा आयोजित भुजात कप 2082 10औं वटा स्तरीय खुल्ला क्रिकेट खेल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रथम स्थानको उपाधि हासिल गर्न सफल रोयल मुस्तफा क्लबका तपाईँ श्री अर्जुन यादवज्यूलाई हार्दिक बधाई तथा यहाँको आगामी खेल क्षेत्र र उत्तरोत्तर प्रगतिको कामना सहित यो प्रमाणपत्र प्रदान गर्दछौँ। त्यसैगरी साबुद्दिन खान यता उहाँहरू चाहिँ फर्स्ट उहाँ यो टिम चाहिँ सेकेन्ड भएको छ अब यसमा 25,000 सेकेन्डले खेल अवधि भएर यहाँ हामीलाई सहयोग गर्नु भएकोमा हामीलाई यो खेल अवधि भएर लाइभको भूमिका निर्वाह गर्नुभएकोमा तपाईँ श्री सञ्जय पाठकज्यूलाई प्रमाणपत्र सहित मेडल प्रदान गर्न चाहन्छु। यहाँ मञ्चमा आमन्त्रण गर्नु हार्दिक अनुरोध गर्दछु सञ्जय पाठक। यहाँ चलिरहेको रहेछ सुटिङै पो भइरहेको रहेछ त फोटो सुट है अहिलेको बेहुला बेहुलीको अर्कै हो त यिनीहरू खत्म बाय बाय टाटा गुड बाय।